हेलो गाइजहरू आज हिजो हामी पोखराबाट सिधै स्याङ्जा गयौँ, स्याङ्जाबाट राङखोला गयौँ, राङखोलाबाट बैरियारी गयौँ, बैरियारीबाट फेरि हेलुई गयौँ, हेलुईबाट फेरि हेलुईबाट बैरियारी गयौँ, बैरियारीबाट फेरि छाङछाङदी गयौँ, छाङछाङदीबाट राममाछा गयौँ, राममाछाबाट मिर्दी गयौँ, मिर्दीबाट बिच बाटो यो आरु घाटो कि के हो भन्ने ठाउँतिर जाने बाटो रहेछ यो कच्ची रोड त्यो बाटबाटै गयो चापाकोटबाट फेरि जाँदा 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 यो चिन्नेबास जाने बाटो भनेर गएको यति लामो बाटो रहेछ कि पुरै कच्ची रोड के जस्तो पाए तस्तो मान्छेहरूले त लैजानै सक्दैन कसमै म त एक घन्टामा पुग्ने बाटो म 3 घन्टा लाग्यो होला कि पुरा कच्ची रोड रातो माटो त्यहीमाथि पानी पर्न लाग्यो यस्तो गाह्रोसित गएँ म चिन्नेबास प्लिज गाइजहरू मेरो भिडियो हेरेर लाइक सब्सक्राइब गरिदिनु होला म नयाँ हो मेरो भिडियोहरू हेरेर सब्सक्राइब गर्नु ल बाई बाई